गरिब दिदीको घरमा जाँदा। दिदी ए नमस्ते दिदी। आमै मेरो भाइ पो आएछ त। कतिखेर हिँडेको? बिहान 7 बजेतिर हिँडेको दिदी। ए अनि बुवा आमा बुहारी अनि तेरा केटाकेटीलाई सन्चै छ भाइ? बुहारी आमा बुवा बच्चा बच्ची सबैलाई सन्चै छ दिदी। अनि यहाँ मेरो यसो अफिसको काम परिरहेको थियो, त्यही भएर यसो दिदीलाई भेटेरै जाउँ न भनेर यसो चस्सा निस्केको नि दिदी। चिया खाजा खाएको छैन होला? म चिया खाजा बनाइहाल्छु ल, बस्दै गर। हुन्छ दिदी। म चिया खाजा त बनाउँछु भने चिया बनाउँछ। चिनी सकिएको अस्तिकै दिन। दोकानमा जाउँ भने पनि बाँकी दिँदैन। पैसा लिन जाउँ भने पनि पहिलाकै तिरेको छैन। के गर्ने होला? कति अभागी म। मिश्री हालिदिन्छु चिया। के दिने होला भाइलाई खाजा? चिउरा छ, चिउरा दिन्छु। यो चिउरा केसँग दिने अब? हजुर अरू दिदीहरू हुने खाने छन्, जति दिए पनि पुग्दैन। यही एउटी दिदी गरिब चाहिँ दिन खोज्दा पनि माग्दिन। उस्तै इमान्दारी चाहिँ फेरि कसरी सहयोग गरौँ होला त यसलाई। दिदी ए दिदी दुःख नगर्नु, आज मेरो व्रत रहेछ। आज बिहान घरबाट पनि फलार खाएर हिँडेको, झन्डै दिदीकोमा खाजा खाएछु। अब खानेकुराको चिन्ता नगर्नु, बरु बस्नु त। यहाँ तपाईँसँग एउटा सल्लाह गर्नुपर्ने छ। के भन् त भाइ? बुवाले ब्याङ्कमा फिक्स डिपोजिट गर्नुभएको रहेछ। त्यसबाट आउने ब्याज मध्ये 15,000 चाहिँ तपाईँलाई छुट्याइदिएको छ अरे। त्यो 15,000 चाहिँ म तपाईँलाई महिनै पछि ल्याइदिएर आउँछु। ला यो थोरै बुहारीहरूलाई केटाकेटीहरूलाई त पनि राख्न थोरै, ला लैजा। त्यो तपाईँकै लागि छुट्याएर राखेको बुवा आमाले, मलाई पाप लाग्दैन। अब नरुनु है दिदी, तपाईँको भाइ छ। अब तपाईँका सुखका दिन सुरु भयो, नरुनु नरुनु। बुवा आमाले मेरो लागि कति धेरै सोचिदिनु भएको है भाइ। म कति अभागी रहेछु। यही भए पुगिहाल्यो नि, मलाई महिनै